सम्पूर्णमा राधे राधे। म ज्योतिषाचार्य जनार्दन कणेल मिति 2082 साल कार्तिक 20 गते बिहिबारको राशिफल लिएर आएका छौं। सर्वप्रथम मेष राशि। मेष राशिको लागि भने आजको दिन अलिक अशुभ समय रहेको छ। हजुरले गर्न आँटेको व्यापार व्यवसायिकमा घाटा नोक्सानीका योगहरू आजको दिन बनिरहेको देखिन्छ भने यात्रामा कुनै दुर्घटनाका योगहरू पनि आजको दिन बनिरहेको देखिन्छ। त्यसैगरी वृष राशिको कुरा गर्नेछौँ। वृष राशिको लागि भने आजको दिन एकदमै शुभ दिन रहेको छ। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायिकमा उच्च सफलताका योगहरू आजको दिन बनिरहेको छ भने स्वास्थ्यमा भने केही समस्याहरू आउन सक्ने सम्भावनाका योगहरू आजको दिन बनिरहेको देखिन्छ। त्यसैगरी मिथुन राशिको कुरा गर्नेछौँ। मिथुन राशिको लागि भने आजको दिन एकदमै शुभ दिन रहेको छ। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायिकमा उच्च सफलताका योगहरू बनिरहेको छ भने यात्रामा भने केही दुर्घटनाका योगहरू पनि आजको दिन बनिरहेको देखिन्छ। त्यसैगरी कर्कट राशिको कुरा गर्नेछौँ। कर्कट राशिको लागि भने आजको दिन अलिकति अशुभ समय रहेको छ। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायिकमा घाटा नोक्सानीका योगहरू आजको दिन बनिरहेको देखिन्छ। त्यसैगरी सिंह राशिको कुरा गर्नेछौँ। सिंह राशिको लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायमा घाटा नोक्सानीका योगहरू आजको दिन बनिरहेको देखिन्छ भने स्वास्थ्यमा केही समस्याहरू पनि आउन सक्ने सम्भावनाका योगहरू आजको दिन बनिरहेको देखिन्छ। त्यसैगरी कन्या राशिको कुरा गर्नेछौँ। कन्या राशिको लागि भने आजको दिन एकदमै शुभ दिन रहेको छ। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायिकमा उच्च सफलताका योगहरू आजको दिन बनिरहेको देखिन्छ। त्यसैगरी तुला राशिको कुरा गर्नेछौँ। तुला राशिको लागि पनि आजको दिन एकदमै शुभ दिन रहेको देखिन्छ। त्यसैगरी वृश्चिक राशिको कुरा गर्नेछौँ। वृश्चिक राशिको लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसैगरी धनु राशिको कुरा गर्नेछौँ। धनु राशिको लागि भने आजको दिन एकदमै शुभ दिन रहेको छ। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायमा उच्च सफलताका योगहरू बनिरहेको छ भने स्वास्थ्यमा भने केही समस्या आउन सक्ने सम्भावनाका योगहरू आजको दिन बनिरहेको देखिन्छ। त्यसैगरी मकर राशिको कुरा गर्नेछौँ। मकर राशिको लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसैगरी कुम्भ राशिको कुरा गर्नेछौँ। कुम्भ राशिको लागि भने आजको दिन एकदमै शुभ दिन रहेको देखिन्छ। त्यसैगरी मीन राशिको कुरा गर्नेछौँ। मीन राशिको लागि भने आजको दिन एकदमै शुभ दिन रहेको देखिन्छ। आजको राशिफल हजुरहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया अवश्यमेव दिनुहोला र विशेष गरी मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर लाइक कमेन्ट पनि अवश्यमेव गर्नुहोला। जय राष्ट्र, जय नेपाल, जय श्री पशुपतिनाथ।